अब कोरियामा चाहिँ जाडो महिना स्टार्ट हुनु आँट्यो, त्यही भएर सबै हरियाली वनपाखाहरू चाहिँ पहेँलपुर हुन थालिसक्यो। अब पहेँलपुर पाखा पनि सब झरेर चिल्लो भएपछि चाहिँ हिउँ पर्छ अरे यहाँनिर। यस्तो छ हाम्रो बाटोहरू चाहिँ दामी दामी छ। जोस् यस्तो गाउँै भए पनि बाटो चाहिँ खतरा छ। यो चाहिँ एक्सप्रेस हाइवे हो, त्यहाँ चाहिँ गाडीहरू टन्नेको छ। यो चाहिँ लोकल रोड हो यता।